हेलो, स्वागत छ मेरो पहिलो भ्लगमा। आज म तपाईहरुलाई जापानमा मेरो दैनिक जीवनहरू कस्तो हुन्छ भनेर देखाउने छु। आउनुहोस् सुरु गरौँ। मेरो भिडियोको सुरुवात हुन्छ बिहान 6 बजेबाट। निन्द्रा लागेको भए पनि उठ्नै पर्छ। अब म फ्रेस भएर कामको सुरुवात गर्छु। ब्रस गरेर मुख धोएर त्यसपछि कामतिर जान्छु। फाइनली म अब काम जान रेडी भइसकेको छु। मौसम अलिकति पानी पर्ला जस्तो छ, तर पनि म काममा जान्छु। साइकलमा काम जान पर्ने भएकोले म चाहिँ भिडियोमा आफूले देखाउन सक्दिनँ। म चाहिँ दरबार उच्च नमी अगाडि पुगिसकेको छु। अब चाहिँ म काममा जान्छु। यताउताको सबै दृश्यहरू हजुरहरूलाई देखाउने छु। फाइनली म चाहिँ काम गर्ने ठाउँमा पुगिसकेको छु। अब चाहिँ म 4 घन्टा पछि चाहिँ हजुरहरूलाई देखाउने छु। साइकललाई पार्किङमा राखेर कामको लुगा लगाएर म चाहिँ काममा जान्छु। कामबाट निस्किएपछि देखाउँछु हजुरहरूलाई। बाई बाई। फाइनली मेरो काम चाहिँ सकिसकेको छ। कामको भिडियो बनाउन चाहिँ मिल्दैन, त्यही भएर काम सकेर अब चाहिँ म घरतिर फर्किन्छु। बाहिर चाहिँ पानी परेको छ पक्कै पनि। म चाहिँ साइकल पार्किङमा आइसकेको छु। एकजना नेपाली दाइसँग अलिकति कुरा गरेँ। अब चाहिँ घर फर्किन्छु र घर फर्किन अगाडि चाहिँ अलिकति सामान किन्न पर्ने भएकोले सुपर मार्केट जान्छु। त्यहाँ गएर जुस किनेर लग्छु म चाहिँ। अब चाहिँ म रुम पुग्न लागिसकेको छु। म बस्ने ठाउँको नजिकतिर आइसकेको छु। अब चाहिँ लगभग भिडियो सकिन्छ। बाँकी चाहिँ मैले हजुरलाई अर्को दिन बनाउने छु।